यो भिडियो स्किप गर्यो भने केही मिस हुँदैन, तर पुरै हेर्यो भने सायद तिमी पनि आज एउटा डिसिजन लिन्छौ। आज जनवरी 1 हो। ह्याप्पी न्यू इयर सबैलाई। म यहाँ ठुलो कुरा गर्न आएको होइन। नयाँ वर्षसँग म यहाँ आफ्नो लाइफ शेयर गर्न आएको छु। म पर्फेक्ट छैन, म एक्सपर्ट पनि छैन, म पनि सिक्दै छु। तर मैले एउटा कुरा बुझेको छु, लाइफ एकैचोटि चेन्ज हुँदैन। लाइफ सानो सानो डेली इफर्टले चेन्ज हुन्छ। त्यसैले आज नयाँ वर्षको पहिलो दिन म एउटा सिम्पल डिसिजन लिँदैछु। आजबाट म 335 डे डेली एउटा भिडियो बनाउँछु। भ्युजको लागि होइन, लाइकको लागि पनि होइन, फेमस हुन पनि होइन। म भिडियो बनाउँदैछु युजफुल हुन, स्किल सिक्न। म फेमस क्रिएटर होइन, तर म डेली मेहनत गर्ने क्रिएटर हो र कन्सिस्टेन्सीले नै सक्सेस दिलाउँछ। म 365 दिन डेली एउटा भिडियो बनाउँछु। एक्सपर्ट भएर होइन, लर्नर भएर। म यहाँ लेक्चर दिन आएको होइन, म यहाँ आफ्नो लाइफ शेयर गर्न आएको हो। म जित्दा के सिके त्यो शेयर गर्छु, हार्दा के सिके त्यो पनि शेयर गर्छु। यदि तिमी पनि कन्फ्युज छौ, डाइरेक्सन खोज्दै छौ, लाइफ फिगर आउट गर्दैछौ भने यो च्यानल, यो पेज तिम्रै लागि हो। म पनि सिक्दैछु, तिमी पनि सिक्दैछौ, सँगै ग्रो गर्छौ। आज डे 1 हो, नयाँ वर्षको पहिलो दिन। सानो स्टार्ट हो तर जर्नी ठुलो, अनि यो जर्नी यहीबाट सुरु हुन्छ। ह्याप्पी न्यू इयर सबैलाई।